म के कुनै बेला लाटी हो कि बाठी हो भनेर कन्फ्युज हुन्छु के। अब लाटी हो भनौँ भने मलाई अलिअलि बोल्न आउँछ, 2-4 जनाले कुरा गरेको बेलामा त्यो कुराहरूको एनालाइज गर्न आउँछ। होइन म बाठी हो भनौँ भने जहाँ बोल्नुपर्ने ठाउँ हुन्छ त्यति बेला मेरो यो मुखबाट एक शब्द पनि आउँदैन। साइडको मान्छेले 10 थरीको वचन लगाइसक्छ, भएको नभएको आफ्नै कहानी बनाएर विभिन्न किसिमको आरोप लगाइसक्छ। त्यो बेलामा मेरो दिमाग भ्याकेसनमा हुन्छ, लङ ड्राइभमा चलिरहेको हुन्छ, केही हुँदैन, दिमाग खाली हो। अझ पिलपिल आँसु आउँछ अझ मेरो त। जब म घर आउँछु एक्लै भाँडा माझ्न थालेको हुन्छु, घर सफा गर्न थालेको हुन्छु, एक्लै हुन्छु, पछि आउँछ बुद्धि। त्यसले यस्तो भने बेला मैले यो भन्नु पर्थ्यो, त्यसले यस्तो यस्तो भनेको थियो, त्यसले त झन् यस्तो 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 गरेको थियो। ओहो, त्यो एक्लै रिसेन्ट कुरा हो र 4-5 वर्ष पहिलाका कुराहरू पनि त्यो रिकल भइराख्ने के दिमागमा, अनि एकदम ट्रिगर भएर बस्छ के त्यो मेरो, एकदम धेरै ट्रिगर हुने क्या। मैले त्यो बेला किन यस्तो भनिनँ, भन्नुपर्ने थियो मैले किन भनिनँ भनेर। त्यो भन्दा पनि अझ अर्को कुरा सुन्नु, अब मैले मेरो एकदम बुद्धिले भ्याएर काहीँबाट कुनै भगवानले एकदम साथ दिएर त्यसले 10वटा वचन लगाउँदा काहीँबाट मैले एउटा वचन फर्काएर आएँ भने त्यो भन्दा बढी पीडा हुन्छ मलाई, त्यो भन्दा बढी टेन्सन हुन्छ। बेकार भनेछु, नभन्या भए पनि हुन्थ्यो। उसले के सोच्यो होला, उसले आफ्नो कर्मको फल आफै भोग्थ्यो नि, मैले किन भन्नु पर्थ्यो होला। उसले के सोच्यो भनेर पनि मैले सोचिराख्छु के। बिचरा नभन्या भए पनि हुन्थ्यो भनेर त्यही कुरा सोचेर। अब यस्तो खालको बानी बेहोरा भएको मान्छेले अब कसरी जिन्दगी अगाडि बढ्छ, कसरी गरेर खाने हो, समस्याहरूको समाधान कसरी गर्ने हो, त्यस्ता मान्छेहरूसँग कसरी डिल गर्ने हो। मेरो जस्तो ह्याबिट गरेको तपाईँहरू मध्ये कोही हुनुहुन्छ कि नै, कि म एकजना हो यो संसारभरिको वान पिस, त्यो त मलाई थाहा छैन। तर म केही गरे सुध्रिने भएन।